हेलो गाइस, लासो फ्याफुला दर्शन नमस्ते। आज चाहिँ म फेरि हजुरको सामुन्ने ब्याक भइसकेको छु अर्को एउटा स्पेशल भिडियो लिएर। अनि यो चाहिँ आजको टपिक चाहिँ के छ भन्दाखेरि चाहिँ आज चाहिँ अलिकति केही भनौँ न भनेर म पनि आइसकेको छु हजुरको माझमा। सो मलाई आशा छ हजुर सबैजनाले मेरो यो भिडियो चाहिँ एकदमै पुरै हेरिदिनु होला हैन। मैले के भन्नु गइरहेको छु यदि हजुरलाई ठिक लाग्यो भने कमेन्टमा तपाईले साँच्चै नै राइट भन्नुभएको भनेर राइट लेख्नु, बेठिक लाग्यो भने पनि मन परेन भनेर स्किप गर्दा नि भएकै छ हैन। केही छैन, हजुरलाई फोर्स त म गर्दिन हैन। तर मैले चाहिँ आज के भन्नु आँटेको भने यो हामी काममा पनि बिजी हुँदै पनि अनि त्यो ठुल्ठुलो बिग होस्टरको लाइभमा हामी खोजी जान्छौँ हैन। अनि गएर मेन्सन गेमहरू खेल्छौँ, फलो ब्याक मेन्सन गेमहरू हामी सबैजनाले खेल्छौँ हैन। अनि कतिजनाले त कोइनहरू पनि दिनुहुन्छ, कतिजनाको त हुँदैन, कोइन दिनु नसक्नेहरू पनि त तल बसेर त मेन्सन गेम त हामी खेल्छौँ नि त। किन भन्दाखेरि चाहिँ साथी बनाऊ, एकले अर्कालाई सपोर्ट गरौँ भनेर हो, यसको लागि चाहिँ हामी गएको हो नि त हैन। तर यहाँ चाहिँ के भयो भने 10K फलोवर्स त मेरो त पुगिसक्यो हैन। तर यो फलोवर्स मात्रै बढाएर पनि अलिकति मैले चाहिँ चित्त बुझेन। किनभने हजुरहरू फलोवर्समा बसिदिनुहुन्छ तर भिडियो कुद्दाखेरि फरी पेजमा कुद्दाखेरि चाहिँ यसो लाइक पनि गरिदिने बानी चाहिँ बसाउनुपर्छ। किनभने हामी सबैजना लाइक भ्यूको लागि त हो नि, हो किन भन्नुहोस् त। फलोवर्स त टन्नै छ नि तर लाइक पनि छैन, भ्यू पनि छैन भने त मजा भएन। त्यो कारणले गर्दाखेरि चाहिँ यदि हजुरहरूले चाहिँ कसैको भिडियो चाहे मेरो होस् चाहे जोसुकैको होस् कुद्छ भने चाहिँ तपाईसँग फ्रेन्ड छ अथवा फ्रेन्डै छैन भने पनि लाइक गर्ने चाहिँ बानी चाहिँ बसाउनुहोस् भन्छु हैन। नत्र भने त यो 10K फलोवर्स मात्रै राखेर पनि मैले त केही पनि खासै देखिनँ। हेर्नुहोस्, म चाहिँ त्यही भन्नु चाहन्छु। हजुरलाई के कस्तो लाग्छ सल्लाह सुझाव दिनु सक्नुहुनेछ। अनि मनपर्ने मान्छेको मात्रै लाइक हान्ने, मन नपर्नेको चाहिँ स्किप गर्ने होस् त खालको चाहिँ बानीहरू नगर्नुहोस्। किनभने सबैजनालाई सपोर्ट त हामी सबैजनालाई चाहिन्छ, तपाईँलाई मात्रै हैन, मलाई मात्रै हैन, हामी सबैजनालाई एक आपसमा सपोर्ट त गर्नुपर्छ। ताली त दुई हातले बज्ने हो, एक हातले त बज्दैन। त्यो भएको कारणले गर्दाखेरि चाहिँ लाइक गर्ने चाहिँ बानी चाहिँ प्लिज हजुर सबैजनाले बसाउनुहोस् भन्छु है म चाहिँ, चाहे मन परेको होस् चाहे मन नपरेको होस्। सो हजुरलाई के भन्नु इच्छा लाग्छ भने चाहिँ मेरो कमेन्टमा गएर कमेन्ट बक्स गरिदिनु होला, कमेन्ट गरिदिनु होला। थ्याङ्क यू सो मच।